हेलो नमस्ते मेरा मित्रगण साथीभाइहरूलाई आज मेरो बुढीले निम्बुको लागि पट भर्नु है माटो खन्नु हुँदैछ अनि म चाहिँ भर्ने हो पट भर्दै निम्बुलाई माटो हाल्दैछु। हेर्नुस् है मित्रहरू मेरो फुल चाहिँ अहिले यो गतिको भयो है आउँदैछ र पनि म फुल प्रेमी नै हो। बुढाले ल्याउँछ कलेक्ट गर्छ र म चाहिँ यस्तो रोप्ने काम गर्छु अलिअलि, धेरै त हैन है साथीभाइ हो, अलिअलि मात्रै। हेर्नुहोस् न अलिअलि म फुलको प्रेमीवाला हो है बुढा। हैन घोटपारा हजुर भन्नुहोस्। अहिले हो अलिअलि यहाँ गदावरी यो पुरानो बोट हो, पसिना छ है अहिले मौसमै त्यस्तो खालको छ नि त। यो गदावरी हो, पेम्सोइदा यहाँ, अनि अलिकति यहाँ प्याम्चुलेम के भन्ने फ्लावर छ त्यो बनाएको छुइनँ हो। कुखुराले टेकेर हाम्रो बस्तीमा चाहिँ यस्तो हुन्छ। अनि अर्को यस्तोमै छ है गदावरी, अलिअलि मात्रामा लाएको छु साथीभाइ हो, हेर्नु होला। अलिकति के मिलेको छैन भनिदिनुहोस् होला तपाईँहरूले है। फुर्बा भ्लगमा आएर म चाहिँ फुर्बाको मिसेस हो अनि यो फुल स्याहार्नुमा के गल्ती छ अलिकति तपाईँहरूको सुझाउ पनि म सुन्न चाहन्छु अलिकति। अन्त फेरि योपालि सयपत्री बिउ चाहिँ मैले लगाइनँ त है, अलिकति व्यस्तताले गर्दा मैले सयपत्री फुल लाउन सकिनँ र अलिकति पटिङ गरेको छु सानो हाइब्रिड ल्याएर। अनि म फेरि काम गर्दैछु फेरि, त्यही त हो साथीभाइ हो, खेतीवाला पर्यो पो हो, यस्तै छ हो। भट्टाभट अस्ति पर माइला दाजु, उहाँको नाम चाहिँ जानिनँ हो, निम्बु कटिङ गरेको थियो त। कटिङ होइन के भन्छ त्यसलाई, के पो भन्छ निम्बुलाई, कलम है, कलम गरेको थियौँ र काकातीको कलम फल्दै गरेको काकाती यो